एनपीएलमा ठुला खेलाडी नआउनुको कारण चाहिँ आईसीसीले जुन स्याङ्सन लगाएको थियो नेपालमाथि, नेपाल प्रिमियर लिगमाथि हरेक सिजन चाहिँ टेस्ट राष्ट्रका 4 खेलाडी भनेको एक्टिभ खेलाडी, हामीले गत सिजन पनि देख्यौँ 4 जना मात्र एक्टिभ खेलाडी आउनुभएको थियो। यसपटक पनि त्यो स्याङ्सन लागू भएको छ र यसपटक अब त्यो टेस्ट कोटामा चाहिँ 4वटा टिमलाई चाहिँ गोला प्रथाबाट चाहिँ छानिएको थियो। अब त्यसमा म अहिले टिमको नाम रिभिल गरेँ भने चाहिँ अलिकति न्यायोचित हुनु होला, तर एउटा कुरा चाहिँ के भने सुदूरपश्चिम रोयल्स पनि एउटा थियो र उनीहरूले चाहिँ स्कट कुगेलाइन जो लास्ट इयर चाहिँ आउनु भएको थियो उहाँलाई नै रिटेन गर्दाखेरि चाहिँ स्कट कुगेलाइन एउटा टेस्ट कोटाको रूपमा आउनु भएको प्लेयर हो। त्यस्तै अरू 3 जना प्लेयर बाँकी हुनुहुन्छ टेस्ट कोटाबाटै आउनका लागि। अब त्यो चाहिँ हामीले कुर्नै पर्ने हुन्छ, टिमहरूले अनाउन्स गर्दै हुनुहुन्छ होइन, तर केही एक्टिभ प्लेयरहरू पनि आउँदै चाहिँ हुनुहुन्छ होइन। अब त्यसको लागि चाहिँ हामीले प्रतीक्षा गर्नुपर्छ। केही ठुला नाम नभनिदिनुहोस्, सङ्केत दिनुहोस् भन्नुभएको थियो। सङ्केत यो हो कि टेस्ट राष्ट्रको एक्टिभ प्लेयर पनि खेल्न चाहिँ आउँदै हुनुहुन्छ। तर अब यो एउटा विडम्बना भनौँ हामीले आईसीसीले चाहिँ हाम्रो एनपीएललाई त्यो स्याङ्सन नखुलाइदिएको कारण चाहिँ यसपटक पनि ठुला ल्याउन चाहिँ क्लबले फ्रेन्चाइज नचाहेको होइन, नसकेको नपाएको हो। त्यो चाहिँ नियममा बाँधिएर हो। त्यही भएर हामीले टेस्ट राष्ट्रकै अनक्याप प्लेयरहरू चाहिँ लगातार देखिरहेका छौँ अथवा रिटायर हुनुभएको प्लेयरहरू देखिरहेका छौँ। तर त्यही भनौँ यस्तो स्याङ्सन एउटा हुँदाखेरि पनि एउटा प्रावधान टेस्ट राष्ट्रको नपाउँदाखेरि पनि डार्सी सर्ट जस्तो प्लेयर, वाइन पार्नेल जस्तो प्लेयर होइन, अब कतिपय प्लेयरहरू चाहिँ इङ्ल्यान्डको भनौँ न त्यो रिकार्डो जो अब काठमाडौँ गुर्खासको विकेट किपर हुन्छ उहाँहरू चाहिँ इङ्ल्यान्ड टिममा चाहिँ पर्नलाई सङ्घर्षरत भनौँ डोमेस्टिक क्रिकेट खेलिरहनु भएको प्लेयर छ नि त। त्यो भएर त्यति दुःख हुनुपर्ने कारण चाहिँ छैन। तर आईसीसीको स्याङ्सन लाग्दाखेरि पनि यो स्तरको प्लेयरहरू आउनु भनेको चाहिँ हाम्रो लागि राम्रो। आशा गरौँ अर्को सिजन चाहिँ त्यो टेस्ट प्लेयरमाथिको स्याङ्सन खुल्नेछ र टी20 स्ट्याटस पनि जुन हामी पाउनका लागि त हाम्रो नेपाल प्रिमियर लिग चाहिँ टी20 मान्यता प्राप्त गरेको छैन। यदि तपाईँहरूलाई जानकारी छैन भने तपाईँको भनौँ न आईएल टी20 जस्तो हामीले अब इन्डियाको आइपिएलहरू ठुल्ठुला लिगहरू देख्छौँ, एसोसिएट राष्ट्रहरूलाई चाहिँ त्यो पाउन अलिकति गाह्रो छ। हामीले पनि धेरै सङ्घर्ष गर्नुपर्नेछ। अब क्यानले पटक पटक भन्दै आएको छ कि पुरानो समस्याका कारण चाहिँ नेपाली क्रिकेटले अहिले पनि त्यसको भनौँ न भार बोकिरहनु परेको छ। यसपटक पनि आईसीसीले त्यो स्याङ्सन रिलिज नगरेको कारण चाहिँ 4वटा टिमले मात्र टेस्ट राष्ट्रको प्लेयर ल्याउँदैछन् र त्यो टेस्ट राष्ट्रको प्लेयर चाहिँ गोला प्रथा मार्फत कुन टिमले पाउने भन्ने छनौट गरिएको थियो। त्यसमध्ये सुदूरपश्चिम रोयल्स पनि एउटा गोला प्रथा गरेर उहाँहरूले स्कट कुगेलाइनलाई अनाउन्स गरिसक्नु भएको छ। अन्य 3 टिमले पनि एक-एकवटा प्लेयर ल्याउँदैछन्। त्यो चाहिँ हामीले अनाउन्समेन्ट गरौँ। तर केही एक्टिभ टेस्ट प्लेयर चाहिँ जसरी स्कट कुगेलाइन न्युजिल्यान्डको टेस्ट भनौँ त्यो टिममा खेलिरहनु भएको छ, अरू 3 जना प्लेयर चाहिँ आउँदै हुनुहुन्छ। त्यसको लागि चाहिँ टिमको अनाउन्समेन्ट प्रतीक्षा गरौँ।